बिग्रियो त माइदा सबै बिगार्दैछन् मैले त्यही एउटा ठुलो के नि एउटा ठुलो नानीमै मैले चिसो मार्नु खाइला आज पनि भाइ सपार्छ भनेर आज मैले झन्पुट गरेर बनाउनु पऱ्यो माइदा आज माइदालाई टोपी पुरानै डिजाइनको एक त लगाउन टोपी नाक्छ कुन्च्या हो दुई भाइ नाक्छ कुन्च्या हो यो राम्रो देखिन्छ ल यो भाइको भाग ल त्यति बगाल त बिहान त धेरै थिएर बगाल ज्याउ ज्याउ आज दिनभरि कोठारी जाप गरिदिएको थिएँ आज तिहार भनेर कोठारी जाप गरेर आज दिनभरि तिहार भनेर यो गर्नु हो यहाँ आज पर्दा नपुगेर लाजा मर्न त एउटा यो पर्दा फेरि एउटै लिएको रहेछ के मैले यो टायर उ गर्ने पाल अनि पसलहरू सबको बन्द कोलबुट पनि त्यो दाइलाई त सिसो भयो तताइदिउँ है माइला मासु बाख्रा उसको त जम्छ चिसो छैन होला बोइलर धेरै मलाई एक्लै बनाउनु हुन्छ लानेपट्टि फुटी गएको बेला त्यही बजेर गर्छ न कान्छी हुन्छन् जे गरे आउनु न त साँझ आज जस्तै रोटी पोल्ने सबै त्यहाँदेखि बिहान चटनी बनाउने मासु बनाउने भात दाल गराउने त्यही हो बोल्छ नि तिहार आज जस्तो सब भ्याउने तर कहाँ भ्याइन्छ त्यताजनालाई 9 महिना त रोटी पोलिन्छ घुमाउनु त कति बजा माइली भएको ल्याइदिन्छु माइला सबै म गइसकेँ यहाँ भाउजूको रहेछ त दुईटा ल भाउजूको खाइदियो गयो भाउजू म त देखेको होला सुहाइदिएर चाहिँ तेल बोकेर कपडा कपुसमा कपडा मैले खाइसकेको मैले खान्छ के हुन्छ पनि खाइसकेको खाइसकेको मैले यत्रो पैसा जानुवाला बरु यत्रो रामसित पर्नी रहेछ त्यो अझैबाट हत्या छ खैले त सानो हात पुग्दैन छोटा हात भन्न यसो त अब 3 हुन्छ 4 हो 3 भोडिलो साथीले बाबु अहिले राम्रो गर न के गरेको मोटो ठुलो हुनु र मिल्छ होला के मैले खाइसकेको सुन्दासम्म मिल्दैन नि के पूजामा जान्दैन
सेटमा दिएर हो लु जाँदो रहेछ कता कता लु जा ल जा टोपी पनि टुलै टोपीमा पनि फुल लगाइदेऊ त हो यो सो मान्छे म त हो त्यो माथिबाट फेरि हो त्यो पहिले त्यो च्यातेर राख्ने रुपा यता आऊ तिमी अब यता आऊ यता 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 कम कम अरे गएर गएर हाल्दै लिनुहोस् भाइ अचतेर गरेर हुन्थ्यो के अरे अनि लिनुहोस् ल यहाँ पे छोटा ढोका ना आया ये यता ये ल यो पनि दिए लिनुहोस् फुपू पनि बुट्न छ पैसा ले यहाँ फुपू पनि बुट्न छ पैसा ले ओ सपना देखेछु के अहिले त 1000 को नोट छ यता देखाइदेऊ या त छिन 5 रुपैयाँ मात्र दिने बिच्चो कौला लाम्नन् के यसले लानु अर्कोले हो त्यसले लाउने हो त्यसले लगाइदियो को छर्ती हुन्थ्यो र लु अर्को पनि छ नि त ऊ यहाँ छ त अमाजु छ त लाउनु ती बनाइदिनु मम्मी चाबी तितोमा छ नि यति एउटा ल्याएर चाहिँ सबै खैडा गर्छु भने ल गरिदिन्छु के ल त्यो अगाडि बस्नु है ल साथी लड्केर बस्ने रुपा अब उसलाई फुपूलाई पहिला त्यो देऊ पहिला यो टिकाको भाडा देऊ होइन त्यो होइन उ त्यो 500 वाला हो त्यो देऊ पहिला टिकाको हो त्यो टिकाको अनि त्यो कपडा पहिला कपडा देऊ पहिला त्यो कपडा देऊ त्यो कपडा देऊ गुन्या अनि त्यसै चारे त्यो कति छ त्यहाँ 4000 मैले कहाँ लगाउँछु त अहिले अहिले भाइ नआएपछि नलगाउने अरे त्यही भएर म पनि म त अहिले माइला कतिको लाउने आउने माइला माइला आएर लगाइदिन्छु साँझ यहाँ बहिनीको घर हो नि त बहिनीको घर आउनु बेला बहिनी साडी होइन लगाएर के? आउने भाइ भाइ भयो भने बहिनी सुराकोटा लगाएर बानी आज हुन्न खाइ यस्तै बनाउने म त हातै लगाइदिन्छु कि त्यो चोरौँ खाली लगाउनु के बड्डी मैले आफैले भन्यो हैन मलाई हल्का ए त्यसलाई टाउकोमा हालिदिनु टाउकोमा चाहिँ बनाइ मेरो मोबाइलमा नि खिच्दैन खिच्दैन अनि यहीबाट हाले हुन्छ क्या यहीबाट हाले हुन्छ क्या अहिले फुपूलाई धोगर पैसा देऊ मैले कस्तो खै त्यो तिमीले पनि देऊ फुपूलाई तारेबाट देऊ यता यता आऊ र तारेबाट देऊ फुपूलाई उसलाई अनि तारेबाट दिनु ल टिका नलगाउने नै मलाई खै त लगाउने माला हो गरे तारेबाट हाल्नु उ तेरो पैसा मु देखा पैसा छ ए त्यही त छिटोले भनेर रहेछ बिचरा पैसा खै कति दियो भाइले ल देखाउ त देखाउ त कान्छी दिदीलाई कति दियो कति दियो भाइले कति कता 1000 रुपियाँ भयो अब यो फेरि हेर्न त्यो त खासै गरिदिन्छ के म त आधा मरेको कति चिप मरेको आउँछ यार फोटो पनि अरू गर्न न हाँसो अब के आज नि हाँसे खाएको त खानु जस्तो नगर न के गराछ गर ल अब यो लगाइदेऊ फुपूलाई यो कानमा लगाइदेऊ त्यो पनि लगाइदेऊ
अनि हो त्यो माला पनि लगाइदेऊ हो त्यो माला खोइ माला झिकेर राख्ने हो फुपूलाई खुट्टामा धो गर खुट्टा नै हातमा ल बनाइदिस् नानी भिडियो बनाइस् ल अब बल्ल बर्सिन लगाइदिन्छ नि कहिले लगाउँदिन खै त्यो परारै गएर आज खाने ऊ त माथि र यहाँ यो कोर हुन्छ यहाँ लागेर बसेर खान्छ त्यो बिचरा खोल्न सकिन्न हौ यसले हो खाने भनेको नि सब यो चिसो के चक्लेट जस्तो बास्ना आएको छ चक्लेट जस्तो बास्ना त्यसो त राम्रो हैन खाऊ खाऊ यस्तो बोतलमा पाइने किन्नु पाइएला नि के भन्छ नि यसलाई मान्छे के अर्थ भन्नुहुन्छ क्या तिमी सधैँ जाऊ मान्छे आफै यति खान्छु ज्वरो आउँछ त भनेको कता आउँछ कता खान त खान्छु के भोक पनि लाग्छ अनि खायो ज्वरो आउँछ फेरि अलिअलि ज्वरो त आउँछ अब माने केटी खाने माने ज्वरो माने ज्वरो यति अब भयो गरेको हामी आफै आएको होइन बनियो राजाले पठाएको पठाएको तपाईँ पनि खानु न किनहरू लुगाइ हालेको होइन हाल्नु छैन यहाँ पुट्टाको भिडियो बनाउनु हुन्न र फेरि अहिले कता खोज्नु जाने हो चिसोमा कस्तो हुने होला कि मिठो हुन्छ सबले यता हालेर खान्छ यसो के छ चिसो छ मासु छ बोटामा के छ खानेकुरा थाङ्गे बाँदरले चाहिँ कप्पाको भोको बाबु उता चाखिसक्यो सबैले उता मम्मीले के भन्नुहुन्छ मा भोक लाग्दैन बाबालाई देऊ न अलिकति को बाबाको भाग आफूले मिठो नमान्ने होला भरे बाबाको भाग त यहाँ छ नि धेरै यहाँ बाबाको भाग त फलफुल सबै सम्झाउनु पर्दाखेरि मेरो छोराछोरी कोही छैन 4 छोराछोरी जन्मायो सबै उतै छन्